आकर्षक त आकर्षक छ नि सर हो खोलै खोला सर फोटो हान्नु न तपाईको छैन बाटो नो बाटो नो यो गिट्टी हुँदैन यो हुन्छ नि यो धेरै राम्रो हो नि सर यो त हर्कालाई सम्झाएर पैसा मनोजीहरूलाई भन्नुपर्छ बरु भर्खर आलो झरे जस्तो छ उ त्यहाँ पहिरो खतरा निकाल्नु हो आया हो ओहो एउटा रुख त सिमलको रुख त गयो यहाँ पारिरहेछ नि बाटो त होइन तर त्यो गयो पहिरोले त्यहाँबाट यस्तो पहिरो रहेछ बाटो त गाडी टेम्पो चल्ने बाटो थियो रहेछ नि त यहाँ ट्र्याक्टर स्याक्टरहरू केही पनि छैन अब बाटो यहाँ पनि बिगार त भागै रहेछ डर लाग्दो बन्दा बिगार हुने ठाउँ यही हो बन्दा झुर खालको अनि यो गाउँको लागि त पुल त त्यहाँदेखि त्यहाँ लगाए मात्रै हुने मसान के खोला अरे यो होइन हजुर अधेरी यहाँबाट जाउँ हुन्छ सकिँदैन हो सर यस्तो उपतन कि सकिन्छ क्या हो तर हिँड्न त हिँडेको छ है त्यहाँ मान्छे ऊ त्यो पहिरो रातो रातो भएकोबाट के भन्नुभयो ऊ त सिमलको बोटै बोट जाँदा नि हुन्छ सिमल चढेर न सिमल चढेर होइन फलामको पुल थियो होइन र यहाँ एउटा अर्को चाहिँ है त्यो सर फेरि अर्कोले पनि ए रगती रगत भएछ नि सर यता पनि अर्ग्यानिक यात्रा त उहाँले गर्नु हो सर तपाईँको अरूको त भएन फेरि म पछाडि हिँडेँ नि त अघि हो सर पछाडि हिँडेपछि टिप्छ क्या त्यो उसले लिसले यहाँ बाटै छैन रहेछ सकिएछ त के अब के चारैतिर पहिरो छ यो यही माथि थियो क्या सर रुख तानेछ जानुपर्ने यो रुखबाट हो कोहीको त सकिन्छ देवसर सकिन्छ देवसरले आँट गर्नु भएन भने चाहिँ तपाईँ नगर्नु म त निकै ज्यादा मान्छे हो नि अप्ठ्यारै छ नि त बाटो त ए वहाँ पारी देख्नु भएछ त्यो पाइप झुन्डेको छेउमा